हजुर नमस्ते। ल सम्पूर्णमा निमन्त्रणा पनि गर्न चाहे आफूले पढेको विद्यालय हैन। आज चाहिँ स्वर्ण जयन्ती मनाउँदैछ हैन, श्री भाग्योदय माध्यमिक विद्यालय। हामी जहाँ पनि छौँ साथीभाइहरू हैन, पहिलाका भुपु साथीभाइहरू हैन, अहिले पढ्दै गरेका भाइ बहिनीहरू, हामीभन्दा अग्रज हैन, जति पनि दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ, हाम्रो भाग्योदयले अहिले स्वर्ण जयन्ती मनाउँदैछ। तपाईँहरू जसरी पनि उपस्थित भइदिनु होला र यसको गरिमामय बढाइदिनु होला। जति पनि यहाँ बनेको संरचना छ यस्तै अनुसारको यहाँको शिक्षा पनि पक्कै पनि त्यस्तै अवश्य हुनेछ। सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज यो भाग्योदयमा स्वर्ण जयन्ती मनाउँदै गर्दा आफूले पढेको विद्यालय साह्रै नै के होइन भन्दा यति खुसी भएका छौँ कि तपाईँहरूलाई पनि अवश्य पनि मनमा टक्क त चाहिँ रहेको होला। हामी यहीँ साइडमै यहाँ चाहिँ पहिला जेरी बुवाको पसल हुन्थ्यो होइन, त्यो पसलमा हामीले जेरी पुरी मालपुवा खान्थ्यौँ। अहिलेको यो सबै संरचनाहरू त छैन, तर पनि त्यो भित्रका ठुला ठुला आँपका बुटाहरू, त्यो माटे के भन्छ माटेका गाह्रोमा अनि के भन्छ बेन्चहरू टक्क पोतेर हप्ताको एक दिन पोत्ने दिन आउँथ्यो होइन भन्छ। कस्तो छ ल, जहाँ हुन्छ एकदम तपाईँहरूलाई पनि हार्दिक निमन्त्रणा छ। आज भोलि र पर्सि चल्दैछ। जहाँ हुनुहुन्छ आफ्नो तह र तब्कामा जहाँ हुनुहुन्छ आफ्नो तरिकाबाट यहाँ आएर एउटा शोभा बढाइदिनु होला। हजुर नमस्ते, शुभ रहोस् सम्पूर्ण।